गाँव है साहब यहाँ मन लगाना नहीं पड़ता लग जाता है। नमस्कार सबैजनालाई मेरो न्यू मिनी भ्लगमा फेरि पनि स्वागत छ हजुरहरुलाई। के यो मान्छेले हिन्दीमा बोले होला भनेर भन्नु होला। अब हिन्दीमा त्यस्तै भन्थ्यो, अब त्यही भएर यसो भन्दिए नि मैले। अनि म चाहिँ गएको थिएँ घाँस काट्नलाई बारीमा साथीहरु। अनि हाम्रो पहाडतिर चाहिँ के त गाउँ बेसी गर्नुपर्छ अनि एकदम गाह्रो हुन्छ के उकाली ओराली गर्नुपर्छ, सम्म बाटो छैन अनि भारी बोक्नुपर्छ यति कहिलेकाहीँ हैन हामी त सधैँ यसरी भारी बोकेर हिँड्नुपर्छ त्यही बाटो। कहिले 2-3 महिनासम्म हिँड्नै पर्दैन। यो असार साउनको समयमा त कति समय हिँड्नुपर्छ। अनि मैले पानी पर्छ भनेर प्लास्टिक पनि लिएर आएको थिएँ। अनि प्लास्टिक चाहिँ सापे ढाडमा त्यति धेरै भिज्दैन नि त। अनि नाम्लो छोटो भाँडा चाहिँ फेरि नाम्लो अलि लामो बनाएर अनि मैले बोकेँ। एकदम गरुङ्गो थियो बिहानको चिसो घाँस भएर होला। यस्तो चाहिँ अब सामान्य कुरा पनि के भने होला भनेर भन्नु होला। कसैलाई त थाहा हुँदैन नि त सम्म ठाउँमा बस्ने मान्छेहरूलाई, त्यही भएर